आज चाहिँ असारको 15 दही चिउरा खाने दिन। सबैजनालाई असार 15 को एकदमै धेरै धेरै शुभकामना। आज चाहिँ बिहान बिहान एकदमै मजाले झरी लागिरहेको छ साथीभाइहरू। बिहानभरिसम्म मजाले झरी लाए तापनि दिउँसोबाट चाहिँ मजाले घाम लागेको थियो। फेरि बेलुकैसम्ममा यति बेला चाहिँ छोरी स्कुलबाट घर आइपुगिसकेकी छिन्। तपाईँहरू चाहिँ यति बेलासम्म दही चिउरा खानुभयो कि नै? हामीले चाहिँ बेलुकाको खानाको सट्टामा नै त्यही खाने भनेर विचार गरेको छौँ। अनि अहिले चाहिँ बर्खे रोपाइको काम चलिरहेको छ नि त, त्यही भएर मेरो बुढो चाहिँ खेतमा काम गर्दै हुनुहुन्छ अनि मेरो यता बाबु चाहिँ बाटोमा खेलिरहेको छ। अनि तपाईँहरूले चाहिँ बर्खे रोपाइ सकेर भ्याउनु भयो कि नै साथीभाइहरू कमेन्टमा लेख्न नबिर्सिनु होला। अनि हामी चाहिँ यति बेला चाहिँ दही चिउरा रेडी बनाउँदैछौँ। यो चाहिँ हाम्रो खाना नै हो। मैले अघि नै भनिसकेँ, यो अचार चाहिँ मैले चाहिँ बिहानै बनाएर राखिसकेको थिएँ। अनि मैले चाहिँ फर्स्टमा बाबुलाई यहाँ चखाउँदैछु। बाबुलाई फर्स्टमा मैले आँप चखाउँदैछु, उसले चाहिँ खायो, आँप पनि खायो। अनि के भन्छ अरे त्यसपछि चाहिँ मैले दही चिउरा पनि चखाएको, अनि दही चिउरा पनि खायो। जे होस् मजाले खाए त नभनौँ, तर जे होस् खायो, अगाउने गरेर नै खायो। बाबु अगाउने भएपछि अब सुरुमा बाबु अगाइदिएपछि त ढुक्क हुन्छ नि त। त्यसपछि त अनि हामीले खायौँ मजाले। बाबुले पनि यता मिठो छ भन्दैछ। त्यसपछि पालो आयो मेरो, मैले पनि मजाले कम्ती खाएँ साथीभाइहरू। तपाईँहरूले खानुभयो कि भएन, कसरी खानुहुन्छ, के खानुहुन्छ दही चिउरासँग, त्यो पनि लेख्न नबिर्सिनु होला है। हस् त, अहिलेसम्म हेरिदिनु भएकोमा यहाँहरूलाई एकदमै धेरै धेरै धन्यवाद। फेरि पनि असार 15 को धेरै धेरै शुभकामना। हजुरहरूको दिन शुभ रहोस्। ओके, टेक केयर, बाई बाई।